अनमोल केसीलाई मेगा स्टार भन्ने गरेको पाइन्छ। अनमोल केसी चर्चित छन् तर फेरि आलोचित पनि त्यति नै। उनका कुनै फिल्म सुपरहिट पनि भएका छन्, कुनै फिल्म फ्लप पनि भएका छन्। कसैले भन्दैमा मेगा स्टार भइहालिने पो हो कि? मेगा स्टार बन्नको लागि मापदण्ड के हो? उनको फिल्मी क्षेत्रको योगदान र सफलता के कति त? उनका फिल्मी करियरको भित्री बाहिरी सबै पक्षको उजागर गरेर हामीले यो रिपोर्ट तयार पारेका छौं। गेम खेल्ने मुडमा छैन। तिमी आफ्नो नजरमा सही हुनुपर्छ। मान्छेहरूले त भगवानलाई पनि गाली गर्छन्। Just call me Jerry. Thank you so much. I'm going to give you better movies. Also, only दिनहरुमा राम्रो movies दिनेछु। भगवान। मेगा स्टार भनेको के हो? कसलाई मेगा स्टार भनिन्छ? मेगा स्टार भन्नाले अत्यन्तै प्रसिद्ध र सफल व्यक्ति भनेर बुझिन्छ। विशेष गरी चलचित्र, संगीत वा खेलकुद क्षेत्रका सफल व्यक्तित्वहरूलाई। सामान्य सेलिब्रिटी या अन्य सुपरस्टार भन्दा फरक हुँदै मेगा स्टारले आफ्नो क्षेत्रमा व्यापक, कहिलेकाहीँ त विश्वव्यापी मान्यता पाउने गरेको पाइएको छ। आफ्नो उद्योग क्षेत्रमा प्रमुख स्थान ओगट्नुका साथै सामाजिक, सांस्कृतिक हुँदै राजनीतिक प्रभाव पनि पार्ने गरेका हुन्छन्। यो शब्द सन् 1970 मा प्रयोगमा आएको हो। नेपालमा भने यो शब्द 1990 को दशकदेखि चर्चित अभिनेता राजेश हमालसँग जोडिँदै आएको भन्न सकिन्छ। राजेश हमालले आफ्नो करियर सुरु गरेदेखि नै व्यापक लोकप्रियता पाएका हुन् र नेपाली चलचित्र उद्योगमा अद्वितीय स्थान बनाएका हुन्। उनी नेपालको पहिलो मेगा स्टार हुन् भन्दा खासै फरक नपर्ला। कुरा गरौं अनमोल केसीको। 1994 30 मार्चमा काठमाडौँमा जन्मिएका अनमोल केसी नेपाली चलचित्र उद्योगका एक प्रमुख अभिनेताका साथै निर्माता पनि हुन्। उनी मेगा स्टार हुन् कि होइनन् भन्ने विषयमा अध्ययन अनुसन्धान गर्दा उनको करियर, सामाजिक सांस्कृतिक प्रभाव, सार्वजनिक छवि, नेपाली चलचित्रमा योगदान, उनले प्राप्त गरेका अवार्ड, पुरस्कारहरू र फ्यान बेसलाई आधार मान्नु पर्दछ। बाल्यकाल र पारिवारिक पृष्ठभूमि। अनमोल केसी फिल्मी सिने परिवारबाट आएका हुन्। उनका बाबु भुवन केसी र आमा सुस्मिता बमजन दुवै चर्चित कलाकार हुन्। बाल्यकालदेखि नै फिल्मी वातावरणसँग परिचित भएर पनि उनले अभिनयमा रुचि राखे। स्टार परिवारको विरासत र साथसँगै आफ्नो अथक मेहनतद्वारा नेपाली सिने जगतमा उनले फरक पहिचान बनाउन थाले। करियरको सुरुवात र सफलता। अनमोलले आफ्नो करियर फिल्मको सानो भूमिकाबाट सुरु गरेका हुन्। उनी बाल कलाकारको रूपमा आफ्ना बुवासँग सम्बन्धित फिल्ममा विशेष दृश्यमा देखा पर्थे, जस्तै धर्म 1998, नेपाली बाबु 1999, सुपरस्टार 2001। तर उनको वास्तविक सफलता होस्टेल 2013 बाट सुरु भयो। होस्टेल फिल्म युवाको जीवन, मित्रता र कलेज जीवनमाथि आधारित थियो। फिल्म ब्लकबस्टर बन्यो र अनमोलले युवामाझ व्यापक लोकप्रियता पाए। जेरी 2014 ले रोमान्टिक भूमिकामा उनको लोकप्रियता बढायो। त्यस्तै ड्रिम्स 2016 ले आलोचनात्मक प्रशंसा र पुरस्कार दिलायो। गाजलु 2016 ले प्रगतिशील कथानक र उच्च बक्स अफिस सफलता पनि प्राप्त गर्यो। क्री 2018 एक्सन फिल्ममा उनले भूमिका निभाए र सर्वश्रेष्ठ अभिनेता पुरस्कार पनि जिते। र त्यस्तै क्याप्टेन 2019 र ए मेरो हजुर श्रृंखला 2019 र 2022 बाट उनले निरन्तर व्यावसायिक सफलता पाए। फर्की 2024 बाट ब्लकबस्टर कमब्याक र प्रशंसित प्रदर्शन गरे। निरन्तर रूपमा सफल फिल्महरूले उनको व्यावसायिक क्षमता र ब्याङ्केबल अर्थात मुनाफा सुनिश्चित गरिदिने स्टारको रूपमा उनको पहिचान सुनिश्चित पनि भयो। केही समयको लागि नै सही। सम्मान तथा पुरस्कारहरू। सन् 2014 मा आएको उनको फिल्म होस्टेलबाट उनले बक्स अफिस फिल्म अवार्ड, त्यस्तै INFA अवार्ड हङकङ र नेफ्टा अवार्डमा नोमिनेसनमा पर्न सफल भए बेस्ट डेब्यू एक्टरको रूपमा। त्यस्तै सोही फिल्मबाट उनले फिल्ममेक अवार्ड प्राप्त गरे बेस्ट डेब्यू एक्टरको रूपमा। सन् 2016 मा आएको उनको फिल्म ड्रिम्सबाट उनले कामना फिल्म अवार्डमा बेस्ट एक्टरको नोमिनेसनमा परे भने NFDC अवार्ड अन्तर्गत महाज्युरी अवार्ड र 2017 को ग्लोबल नेपाली फिल्म अवार्ड अन्तर्गत स्टार अफ द इयर अवार्ड पनि जित्न सफल भए। सन् 2018 मा आएको उनको अर्को फिल्म क्रीबाट उनले बेस्ट एक्टर इन अ लिडिङ रोल अन्तर्गत विभिन्न 3 अवार्डहरू जित्न सफल भए। ती हुन् डी सिने अवार्ड, कामना फिल्म अवार्ड, NFDC नेशनल फिल्म अवार्ड। सन् 2019 को उनको अर्को फिल्म ए मेरो हजुरबाट पपुलर अवार्ड जिते उनले। त्यो थियो बक्स अफिस फिल्म अवार्ड र नेफ्टा अवार्ड। सन् 2024 को उनको अर्को फिल्म फर्कीबाट उनले 2 वटा अवार्ड जित्न सफल भए।
बेस्ट एक्टर विधामा। ती हुन् फर्स्ट गोल्डन नेपाली फिल्म अवार्ड र यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड इन्फा युके। त्यस्तै 2025 मा आएको उनको फिल्म जेरी अन टप अहिले भव्य सफलताका साथ प्रदर्शन भइरहेको छ र यसको बक्स अफिस कलेक्सन पनि निकै सुखद देखिन्छ। सार्वजनिक छवि, पब्लिक इमेज र फ्यान बेस। अनमोल केसीलाई प्राय मेगा स्टार वा युवा आइकन भनेर चिन्छन् उनका फ्यानहरूले। उनको आकर्षक व्यक्तित्व, विनम्र स्वभाव र स्वच्छ छविले युवामाझ ठूलो फ्यान बेस बनाएको छ। सामाजिक सञ्जालमा पनि उनको सक्रियता र पहुँचले उनको प्रभावलाई अझ बलियो बनाएको छ। फ्यानहरूले उनलाई रिलेटेबल, फेसन फरवर्ड अथवा फेसन सेन्स भएको र लभ स्टोरीमा आधारित क्यारेक्टरहरूको भूमिका निभाउन सक्ने कलाकारको रूपमा हेर्दछन्। त्यसो त अनमोल केसी नकारात्मक विवादमा पनि नपरेका भने होइनन्। उनी रामायण नामक चलचित्र सम्बन्धी ठगी र आपराधिक विश्वासघातको आरोपमा पक्राउ पनि परेका थिए। निर्माता सुप्रिया कटवालले अनमोललाई 10 लाख रुपियाँ अग्रिम बुझाएको तर सम्झौता भए अनुसार चलचित्रको छायाङ्कनमा हाजिर नभएको आरोप कटवालले लगाएकी थिइन्। यसले चलचित्र निर्माणमा संलग्न कलाकार तथा प्राविधिकहरूलाई आर्थिक घाटा र काममा अवरोध पुर्याएको कटवालको दाबी थियो। अनमोललाई प्रहरीले नियन्त्रणमा लिए पनि उनी स्वास्थ्य उपचारको लागि अस्पताल भर्ना भएका थिए। पछि उनले निर्माता कटवाललाई 10 लाख रुपियाँ फिर्ता तिरे तर कानूनी प्रक्रिया भने सामना गर्नु परेको थियो उनले। यसका अतिरिक्त अनमोलको अभिनय क्षमताप्रति पनि सार्वजनिक आलोचना हुँदै आएको छ। कतिपयले उनको अभिनय कमजोर रहेको र नेपाली सिनेमामा उनको उपस्थितिलाई नेपोटिजम अर्थात् आफन्तवादको परिणामका रूपमा टिप्पणी गर्ने गरेका छन्। त्यसैगरी अनमोलले खेलेको चलचित्र छड्के 2 असफल भएको थियो, जसबारे उनी स्वयंले पनि दर्शकलाई निराश तुल्याएको स्वीकार गरेका छन्। अनमोल केसी फिल्म ड्रिम्सको प्रिमियरमा आफ्ना बडीगार्ड सहित उपस्थित भएका थिए। यस चलचित्रको रिलिजका लागि उनी थिएटरमा पुगेको बेला उनको साथमा 4 जना निजी बडीगार्ड र प्रहरी अधिकृतहरू समेत उपस्थित थिए। साथै क्री र एमे र हजुर प्रिमियरहरूमा पनि उनी बडीगार्ड सहित देखिएका थिए, जुन नेपाली चलचित्र क्षेत्रमा निकै चर्चाको विषय समेत बनेको थियो। यस घटनाले उनको बढ्दो लोकप्रियता र स्टार पावरलाई देखाए तापनि फेरि कतै कतै आलोचित चाहिँ नभएका होइनन्। केही स्रोतका अनुसार चलचित्रका निर्माताले नै उनलाई बडीगार्डको व्यवस्था गरेको भन्ने पनि छ। केही आलोचकले उक्त घटनालाई स्टन्टबाजीको संज्ञा मात्रै दिए। चुजी अनमोल। अनमोल केसीलाई चलचित्र भूमिकाप्रति चुजी मानिन्छ, तर उनी किन चुजी भए भन्ने विषयका कारण के होला त? अवसर कम पाएर पो हो कि, कलाकार भए तापनि अन्य कलाकारहरूसँग काममा कम्फर्टेबल नभएर पो हो कि आफ्नो स्टारडम मेन्टेन गर्न पो हो कि? हम्बल एक्टर। त्यसो त अनमोल केसीलाई नम्र र निष्पक्ष कलाकारका रूपमा चिनिन्छ। व्यक्तिगत जीवनमा लो प्रोफाइलमा रहँदै विवादबाट टाढा रहने र फ्यानहरूसँग आत्मीय सम्बन्ध राख्ने उनको डाउन टु अर्थ शैली छ। हाइएस्ट पेड एक्टर। कुनै बेला अनमोल हाइएस्ट पेड एक्टर भनेर पनि चिनिएका थिए, तर फेरि आलोचना भयो अभिनय क्षमता बलियो नभएका कलाकार अनमोललाई किन धेरै पारिश्रमिक दिइयो भनेर। नेपाली चलचित्र क्षेत्रमा योगदान। अनमोलको योगदान केवल बक्स अफिससम्म मात्र सीमित छैन। उनले प्रेम कथामा आधारित फिल्महरूलाई फेरि लोकप्रिय बनाएका हुन्। चलचित्र शैली, उत्पादनमा गुणस्तर र कथा विषयवस्तुमा आधुनिकता भर्ने काम पनि गरेका छन् उनले। युवा दर्शकलाई फिल्ममा आकर्षित समेत गरेका छन् उनले। त्यस्तै नयाँ पुस्ताका कलाकारहरूलाई प्रभाव पारेका छन् केही हदसम्म नै सही। उनले अभिनय गरेका भावनात्मक र रोमान्टिक रोलहरूले नेपाली चलचित्रमा बेग्लै पृथक ट्रेन्ड नै सेट गरेको छ। चुनौती र उतार चढाव। पहिलेका अधिकांश फिल्ममा अनमोलको एउटै किसिमको एक्टिङ शैली र अनमोलको भूमिकामा विविधता नभएको वा अभिनय सीमित भएको पाइन्छ, तर उनले पुनः नयाँ किसिमका भूमिका गरेर सफल कमब्याक गरेका छन्। फर्की 2024 यसको एउटा गतिलो उदाहरण हो। सामाजिक सांस्कृतिक प्रभाव। उनी समाजसेवामा पनि सक्रिय छन्। शिक्षा, जनावर संरक्षण जस्ता क्षेत्रमा योगदान गर्दै आएका छन्। यसले उनको पब्लिक इमेजलाई अझै सकारात्मक पनि बनाएको छ। उनका फिल्महरूले आधुनिक युवा समाजका मुद्दा समेट्ने भएकाले उनी कल्चरल टच स्टोन पनि बनेका छन्। मेगा स्टारको हैसियत के त? हाम्रो सिनेलोर टिमले तयार पारे अनुसार नेपालमा मेगा स्टार भन्नका लागि चाहिने आधारहरू देशव्यापी लोकप्रियता, लगातार बक्स अफिस हिट, बृहत ठूलो र स्थायी फ्यान बेस, पुरस्कार र सिने उद्योगको मान्यता र सामाजिक सांस्कृतिक प्रभाव। त्यसैले हामीले चाहिँ अनमोल केसी मेगा स्टार भन्ने कुरामा 50% मात्र सहमति जनाउँछौँ। अनमोल केसीलाई मेगा स्टार भन्ने उपाधि कसले दिएको हो भन्ने कुरा स्पष्ट नभए पनि प्राय फ्यान, सञ्चार माध्यम र फिल्म उद्योगका केही व्यक्तिहरूले यसरी सम्बोधन गर्दै आएका छन्। किन होला? कतै मिडियाबाजी मात्रै पो हो कि? उनको स्टारडम वा सफलता जे जस्तो भए पनि भविष्यमा अन्ततः दर्शकहरूले नै निर्णय गर्नेछन् कि अनमोल केसी वास्तवमै मेगा स्टार हुन् कि होइनन् भनेर। 21औं शताब्दीका नेपाली चलचित्रका निर्णायक पात्र बन्लान् या गुमनाम पो होलान्, त्यो समयले भने पक्कै देखाउनेछ।
नमस्ते।